So hello everyone, welcome back to my channel. This is me Asitwa and welcome to my world again. So I just woke up, bhakare udeko utera mukh matra dhoye, mukh dhoye, brush gare. Now what I'm thinking is, I was thinking of going to Mandir, but sadly that closes at 12:30 रहेछ. सो 12:30 बजे बन्द हुने भएका कारणले गर्दा चाहिँ मलाई अलिकति समय लाग्छ घरबाट निस्किनको लागि र त्यहाँ अलिक पुग्न पनि समय लाग्ने कारणवश म आज दर्शन गर्न जान पाइनँ भन्दै आज चाहिँ म के गर्छु भन्दाखेरि चाहिँ फर्स्टमा आइल फिक्स रुम म बेडहरू मिलाउँछु अनि हल्का भ्याक्युम गर्नु छ बाहिर पनि लिभिङ रुममा पनि अनि अल्सो मेरो कोठामा पनि अलि फोहोर नै भइसक्यो सो हल्का त्यो गर्छु कपडाहरू पटाउनु छ थोरै लुगा धुन्छु सो आई अलरेडी गट थ्री थिङ्स रुम मिलाउने भ्याक्युम लाइक बाहिर पनि हल्का सफा गर्ने अनि कपडाहरू धुने वासिङ मसिनमा हालिदिने देन वाट आम थिङ्किङ इज रनिङ फ्रम हियर टु उता दिदीको घरसम्म सो हल्का जगिङ पनि भयो अनि त्यहाँबाट फर्किन्छु ट्रेनमा अनि घर आएर आइल टेक अ क्विक सावर राइट नुहाएपछि दौडेपछि नुहाउनु परिहाल्यो सो आइल टेक अ क्विक सावर अनि त्यसपछि चाहिँ केही खान्छु सो देन आम थिङ्किङ अफ गोइङ समवेयर अनि मैले चाहिँ स्ट्यान्ड छ क्या मसँग सो आई हेभ दिस स्ट्यान्ड द्याट मिन्स आई क्यान लाइक पुट इट एनिवेयर लाइक आई लाइक खालको यसो राखेर नि बोल्न मिल्यो है गर्न नि मिल्यो है गर्नु हल्का फोहोर छ कोठा त्यही भएर चाहिँ अब मिलाउनुपर्छ सफा गर्नुपर्छ अनि आई डोन्ट थिङ्क कोही पनि छ घरमा सो इट्स जस्ट मी दाइ भाउजू काममा गइसक्नु भएको छ होला आई डोन्ट नो तर थिङ्क भ्याक्युमिङ द फ्लोर्सहरू यताउता हल्का फुल्का फोहोरहरू छन् त्यो मिलाउँछु अनि यताउता सबै मिलाउँछु अनि इभन आउटसाइड बिकज परेवा आएको आइसक्यो क्या हाम्रो घरमा आई सो टु यु भाइ सो मच परेवा क्या एउटा अन्डा पनि पारिसकेपछि रिसेन्टली पनि अन्डा पारेको थियो दुइटा अन्डा त यहीँ हुर्केर गयो परेवा ठुलो भएर त्यो परेवाको अन्डा के गर्ने होला है किनभने दुइटा अन्डा त यहीँ पार्यो यत्रो ठुल्ठुलो भएर गयो नि अन्डा अलिक टेक अ क्लोज सर्ट है त सिनेमेटिक पसिरहेको छ त भुइँमै बनाएको त मैले फालिदिएँ नि त लट्ठी उसले गुड बनाउनलाई आफ्नो सामग्रीहरू लिएर फालिदियो उसले भुइँमा मलाई देखेर माइ गड सो क्रिएटिभ मैले फालिदिन्छु भने थाहा छ नि त उसलाई हेर्नु त अन्डा बचाउन आएको अरे द्याट्स मम्स लभ फर यु हल्का फोहोर भएको क्या यहाँ परेवाहरू धेरै आएको भएर सो त्यही नै छ आजको मेरो प्लान छ हल्का घर सफा गर्ने अनि देन आइल सी यु अहिले ल सबै गरेर आई डोन्ट थिङ्क आइल मेक अ भिडियो इभन इफ आई मेक आइल पुट इट लाइक फास्ट मोसन खालको के भन्छ त्यसलाई आई डोन्ट नो सारसुर So yeah, again after all that cleaning and stuff, I changed my clothes. मैले त्यो लुगा पनि धुनलाई हालिदिएँ होइन अनि के हो खासमा भन्दा चाहिँ जे सोचेको थियो त्यो चाहिँ अलिकति भएन किनभने इट्स भेरी हट आउटसाइड लाइक बाहिर यस्तो घाम लागिरहेको छ यस्तो घाम आम स्वेटिङ लिटरली लाइक ह्युमिडिफायर खोलेर बसिरहेको छु दिस इज ह्युमिडिफायर त्यो द स्मोक कमिङ फ्रम आइल सो टी कस्तो हुन्छ लाइक कस्तो हुन्छ भन्दा नि लाइक केबाट आइरहेको सो ओके दिस इज ह्युमिडिफायर अनि एनिवेज जस मैले सफाहरू गरेँ होइन यसरी नै बोल्छु बरु सफाहरू गरेँ अनि लाइक इट्स वे क्लिन देन आई थट तर सोचेको भन्दा धेरै नै गाह्रो चाहिँ भयो किनभने एकैछिनमा हुन्छ भनेर सोचिरहेको थिएँ तर नो इट टुक अ बेट टाइम सो एनिवेज वाट आम गोना डु इज आम गोना इट फर्स्ट पहिला खान्छु आम वाचिङ माइ सेल्फ कस्तो भएछ त ओके म कहिले खान्छु हाल्छु यस्तो गर्मी छ बाफ्रे बा टिलिक्क घाम छ क्या टिलिक्क सो देयर फ्यु स्लाइट चेन्जेस इन द प्लान है अब हामीले चाहिँ मैले चाहिँ के सोचेको थिएँ भन्दा चाहिँ अब म चाहिँ खानासाना के अरे खाएर आई स्टडी थोरै बुक पढेँ एकछिन तर अब चाहिँ के सोचेको रनिङ जानु भन्दाखेरि चाहिँ भेरी हट तर दाइ आउनुभयो कामबाट अनि सो दाइ सेड कि ही वान्ट्स टु गो उता सपिङ सो वी गोइङ टु द होम बुश डिएफओ
त्यहाँ गएर चाहिँ हामी अब सामानहरू फ्यु जुत्ताहरू किन्नु छ भाउजूलाई दाइलाई स्पेसली अनि त्यहाँ गइरहेछौँ सो आई विल सी यु अहिले रेडी भएर ढिला भइसक्यो सो आई विल सी यु एकैछिनमा है त आफ्टर गेटिङ रेडी त्यसपछि क्विक एउटा गेट रेडी विथ मीमा अब फर्स्टमा क्लिन्स गरिसकेको थिएँ सो टोनर लगाएँ सेरम लगाएँ मोइस्चराइजर लगाएँ अनि त्यसपछि लास्टमा सनस्क्रिन लगाएर अनि गुड टु गो all set to go ready all white so from here onward चाहिँ म बोलेरै भिडियो रेकर्ड गरेँ किनभने मैले त्यहाँनिर बोलिनँ क्या म बाहिर थिएँ आई वाज अ बिट इन्ट्रोभर्ट गाई सो आई कुडन्ट स्पिक अनि हामी चाहिँ ट्रेनमा चढेर म र दाई वी वेन्ट फर होमबुस डिएफओ so it was Dai and me in train so it was not that busy किनभने probably it was during the day so everybody was at work अनि गर्मी पनि थियो then we finally reached DFO बस एकदम प्याक थियो त्यो त्यहाँ भिडियो बनाउन सकिनँ but DFO was not that busy but at the same time it was busy we bought few stuff like just jeansबाट केही लुगाहरू किन्यौँ त्यसपछि we went YD मा गयौँ yes YD माबाट I bought a suit अनि त्यसपछि दाइसँग I don't know खोइ कुन स्टोर गएको थियौँ जस्ट त्यहाँ गएर प्यान्ट्सहरू किन्यौँ त्यसमा दिस वाज द पार्क बाहिरपट्टि निस्केर अनि त्यसपछि बस स्टपमा पुग्यो यति लामो लाइन हामी त सेकेन्ड बसमा बल्ल चढ्न पायौँ क्या अनि हतारपत्त घर आएर निस्किहालेको चेन्ज मात्र गरेर टी सर्ट अब चाहिँ फङ्सन जान आँटेको बिजनेस क्याचअप सकिन्छ अनि त्यसपछि हल्का चाहिँ त्यसपछि सलिना बहिनीले स्टेजमा आगो लगाइदियो यस्तो भ्यालु एड गरिदियो कि हामीलाई वी वेयर आउट अफ वर्ल्ड खाले खानेकुरा रेडी भएको छ र दाइ हाम्रो मास्टर सेफले बनाउनु भएको केही प्रतिक्रिया दिनु भाउजू पहिला टेस्ट गर्छु है पिरो अब खाएर हामी पिरो हुन्छ दही पनि राख्नुपर्छ अनि त्यसपछि मैले दही लिएर बसेँ अनि त्यसपछि वी स्टार्टेड इटिङ किमा नुडल्स अलिकति पिरो थियो तर इट वाज सच एन अमेजिङ कस्तो मिठो थियो एकदम मिठो थियो आजको खानेकुरा कसलाई भाउजूहरूलाई एकदमै दामी बनाउनु भएछ मेरो बुढाले थ्याङ्क यू दाइ ए खुसीको आँसु हो यो मिठो उपर मेरो मासु सबैजना लिँदै मैले अब यति नै हो हजुर यहाँसम्म आइपुग्नु भएको छ भने चाहिँ च्यानललाई लाइक सेयर र सब्सक्राइब गरिदिनु सेयर चाहिँ केमा भन्दा चाहिँ साथीहरूलाई अनि एनिवेज अब सोचेको जस्तो चाहिँ भएन दिन होइन आई प्लान डिफ्रेन्ट वे तर कति कुराहरू अकस्मात आइपुग्यो सो आई ह्याड टु डु द्याट थिङ सो इट वाज अ अमेजिङ डे बेलुका फङ्सनको क्लिपहरू खासै खिच्न पाएन बट इट वाज द बेस्ट टाइम आई ह्याड लाइक कस्तो धेरै एक्सपिरियन्सहरू लर्न गर्न पाएँ फ्रम माई मेन्टर्स अनि त्यही हो अब यति भन्दै यो चाहिँ लाइक प्रपर एन्ड गर्न आँटेको भ्लगलाई यति भन्दै यहाँसम्म आइपुग्नु भयो आइएम सो थ्याङ्कफुल फर यु गाइज आर माई हार्ट नो ओके एनिवेज ओके यति भन्दै चाहिँ म बाई भन्न चाहन्छु ल सी यु इन अनदर भ्लग आई डोन्ट नो अनदर भ्लग के हुन्छ प्रब्लली सम रियाक्सन्स आई डोन्ट नो बट लेट्स सी वाट ह्यापन्स सो साइनिङ अफ दिस इज अस्तित्व ओके बाई Bye.